Hi guys, welcome to my channel Throttle Axe Her अनि आज चाहिँ म जाँदैछु नुवाकोट राइडमा विथ माई फ्रेन्ड्स। आजको नुवाकोट राइड जाने साथी प्रभु होइन मेरो मम्मीको बेस्टीको छ यतापट्टि अरू साथीहरू छ राहुल चाहिँ मेरो क्लासमेट होइन दुईजना एडभेन्चर राइडर लो दाइ पनि जाने हो एक ल छिटो खाऊ दुईवटा एडभेन्चर एउटा एक्सपल्स अनि एउटा चाहिँ सिआरएफको पेट्रोल हाल्न गएको छ। हाम्रो चाहिँ बाटोमा मैलुङ झर्ना जाने डिसाइड भएको थियो। सो वी हेडेड टु मैलुङ झर्ना अनि मैले चाहिँ त्यसको बारेमा एकदम रिल्सहरू चाहिँ देखाएको थिएँ। रियलमा चाहिँ अहिलेसम्म गएको छैन। हे गाइस हामी चाहिँ आइसकेको छौँ मिलन चौक तर बाइक हाम्रो यहाँ छैन। राइड चाहिँ यस्तो हो बाबा, हामी यत्रो कति किलोमिटर कभर गऱ्यौँ 1.5 घन्टामा लगभग 11:30 बजी निस्केका थियौँ अनि अहिले 12:30 हुन लाग्यो। बबाल गएको एडभेन्चर सिआरएफसँग होइन एक्सपल्स मजा आयो त्यो। दिस इज माई बाइक, दिस इज माई ब्रदर्स बाइक, दिस इज माई मम्मीको बेस्ट फ्रेन्डको छोराको बाइक अनि यो चाहिँ मेरो अर्को साथीको बाइक। अनि यहाँ चाहिँ हाम्रो साथीको साथी बाटोमा भेट्नु भएको राइड गर्दा गर्दै उहाँको बाइक होइन। नुवाकोट अलिकति गर्मी छ यता चाहिँ तर ठाउँ चाहिँ बबा हाल्नु कि आफ्टर अ लङ राइड अनि हामी चाहिँ यो चौतारामा बसेर फ्रेस भयौँ, रेस्ट गऱ्यौँ, खाजाहरू खायौँ अनि त्यसपछि बल्ल झर्नातर्फ लाग्यौँ हामी। मैलुङ झर्ना जानुभएकोहरू कतिलाई चाहिँ यो बाटो थाहा होला। यहाँबाट गएर चाहिँ सस्पेन्सन ब्रिज चाहिँ बाइकबाट पास गरेर चाहिँ हामी गएको थियौँ। एकदम एडभेन्चर भएको थियो राइड चाहिँ यो बाटोबाट मैले भिडियो बनाएँ अनि बाइक चाहिँ टर्नै गर्न सकिनँ अनि फेरि बाइकबाट उत्रेर चाहिँ बाइक हातले घुमाएर फेरि चढेर चाहिँ म हिँडेछु। यस्तै हो सर्ट हाइट बिग राइड भएपछि। हामी चाहिँ अहिलेसँग नुवाकोट के ठाउँ चाहिँ थाहा छैन बट नियर टु मैलुङ झर्ना। यो चाहिँ हाइड्रो पावरको चाहिँ नहर रहेछ, यस्तो बवाल छ। यहाँनिर नेपालको फ्ल्याग पनि छ। मैले चाहिँ बाइक राखिसकेँ, मेरो साथीहरू चाहिँ यहाँनिर बाइकसँग फोटोसुट गर्ने भयो। मैले बाइक लिएर होइन र गर्नु भयो भने कसम यार स्काई एयर क्वालिटी इट्स अ गुड के हो सत्तो गयो। मेरो चाहिँ कान दुखिरहेछ, हाडै आइरहेछ होइन। स्टिल म टन्सिल पनि भइरहेछ। स्टिल पेन किलर खाएर चाहिँ एक्सप्लोर गर्न निस्केको छु, तपाईँहरूलाई राम्रो राम्रो ठाउँ देखाउन निस्केको छु। I have just 131 subscribers still now. बबाल आउँथ्यो तर पनि खाल्डो मिस गरेको छैन। यस्तो बबाल भ्यू हाम्रो राहुल सर यस्तो राम्रो छ। 0.9 पनि यस्तो दामी छ, एयर क्वालिटी यस्तो बबाल छ। कसम यहाँनिर बाटो हस्पिटल भइरहेको थियो, म यहीँनिर सर्थेँ होला कि। बाटो त छ हस्पिटल स्कुल रोड होइन, जे होस् बेसिक निड्सहरू सबै भइरहेको थियो। पहाडों में अपनी वाली दुनिया मैं सबै भित्र त मैले बाटोमा देखेको एभ्री खाल्डो होइन मिस गरेको छैन। मेरो बाइक लिएर मैले मजा आइरहेको छ। हाम्रो एउटा साथी हुनुहुन्छ वाटरफल त कति हो कति मोहिनी झर्ना भनेर योभन्दा चाहिँ उतापट्टि छ। अहिले चाहिँ त्यहाँनिर एकदम धेरै प्याक भएर चाहिँ अनि हामी चाहिँ ल यता गइदिउँ भनेर अनिखेर आएको। हेलो हेलो साथी, कस्तो कस्तो भइरहेछ राइड? दामी भइरहेछ, मजा आइरहेछ। अफरोड एसोसिएटेडको दामी अफरोड होइन, त्यहाँ बबाल भ्यू यस्तो होइन। फर्स्ट राइड त होइन तर यत्तिको अफरोड होइन। अनि मेरो राइडिङ बबाल भयो क्या आज। तर मलाई सधैँ राइडमा यस्तै हुन्छ। अस्ति चरीकोट पनि यस्तै भएको थियो तर चरीकोटमा यो भ्यू चाहिँ थिएन। मैं बस घुम्न चाहती हूँ, दौड्न चाहती हूँ, भाग्न चाहती हूँ, बस रुक्न नहीं चाहती भन्ने फिलिङ्स आइरहेको थियो होइन मलाई। यो बेलामा चाहिँ यस्तो आकाश यस्तो राम्रो देखाएको थियो, त्यहाँ माथि ग्रिनेरी पुरै अनि वाटरफल होइन। बच्चामा हामीले ड्रइङ गर्ने जस्तै थियो। सधैँ घुम्ने होइन, एभ्री विकेन्डमा होइन कि एभ्री विक एभ्री डे घुम्ने, मस्त स्पोन्सर गर्ने। पैसा आफैसँग पैसा भयो नि घुमिन्थ्यो। एभ्री डे घुमेर त पैसा हुँदैन, मजदुरी गर्नै पर्यो। कर्पोरेट मजदुरी। हाम्रो अर्को राइडर आउनु भयो यहाँ, सिआरएफ रेस पिपल। तिमी लड्या त्यहाँनिर खाल्डो गएर चाहिँ वाटरफलको नाम चाहिँ थाहा छैन तर यहाँ चाहिँ जुन सबै वाटरफल हो। अनि उता मैलुङ झर्नातिर चाहिँ एकदम धेरै भिड भएर हामी चाहिँ एकछिन यतातिर पनि जाऊँ अफरोड राइडिङ हान भनेर चाहिँ यतातिर आएको। हामी इन्डियातिर
एडभेन्चर सर्वात इन्ड्युरो भन्ने एडभेन्चर हो अनि भ्यू चाहिँ हेर्नुहोस् यस्तो छ यस्तो दामी छ यार यो त अझ हामी चाहिँ अब यतिबाट भोटेको चाहिँ निस्किने कि भन्ने कुरा छ भोटेको चाहिँ निस्केर साफुको हुँदै दर्शनको हुँदै घर जाने भनेको तर उतातिर हामीले फोटो चाहिँ खिचेको छैन सो त्यही भएर हामी चाहिँ एकछिन यहाँ ब्रेक लिइरहेछौँ कस्तो भइरहेछ साथीहरू राइड राइड कस्तो भइरहेछ हाम्रो लङ राइड विथ इम्प्रेस्टो म्याच भइसकेको थियो अनि यहाँ बसेर चाहिँ थोरै हामीले एनर्जी रिकल गऱ्यौँ अनि म चाहिँ होइन एभ्री राइडमा 2-3 चोटि लडिरहेको हुन्छु ठोकिरहेको हुन्छ अनि आज पनि लडेँ अनि आफ्नै फुट ब्रेकमा चाहिँ 2 चोटि मर्ने गरी खुट्टा ठोकेर चाहिँ खुट्टा मस्त सुन्निएको थियो मेरो चाहिँ अनि यहाँ बसेर हामी थोरै नास्ताहरू खाएर चाहिँ फेरि हामी मैलुङ नै फर्किने कुरा तपाईँहरू कति धेरैजनालाई चाहिँ थाहा नहुनसक्छ तर नुवाकोटमा चाहिँ एउटा मात्रै झरना छैन है यहाँनिर चाहिँ कति धेरै झरना छ कति धेरै घुम्ने ठाउँहरू छैन जाँदाखेरि चाहिँ एउटा मात्रै ठाउँको लागि चाहिँ प्लान गरेर नजानु किनकि सेम ड्युरेसनमा चाहिँ तपाईँहरूले 3-4वटा झरनाहरू चाहिँ कभर गर्न सक्नुहुन्छ अनि यो ठाउँसम्म चाहिँ यहाँसम्म पुग्दा लगभग 4-5वटा तपाईँहरूले बाटोमा ठुल्ठुलै वाटरफलहरू पनि भेट्नुहुन्छ है नुवाकोट जाँदा चाहिँ हजुरहरू ढुक्क भएर जानु भयो हुन्छ 80% बाटो चाहिँ राम्रो छ अब 20% त एक्सेप्सनल हो जे पनि हुनसक्छ होइन हल्का अफरोडहरू छ तर त्यस्तो धेरै छैन स्कुलहरू राम्रोसँग जान्छ यहाँसम्म पुग्दा चाहिँ हामी अलरेडी लेट भइसकेका थियौँ सो यहाँभन्दा माथि पनि कति धेरै राम्रो राम्रो वाटरफल चाहिँ छ भन्नुभएको थियो तर हामी चाहिँ मैलुङ नै एक्सप्लोर गरौँ त्यहाँ गएर एकछिन पानीमा बसौँ फोटोसोटो खिचौँ भनेर चाहिँ अनि फेरि हामी मैलुङ साइड नै फर्क्यौँ यो वाटरफल चाहिँ मैलुङभन्दा थोरै उतापट्टि छ अनि यस्तो खतरा वाटरफल छ नि यो चाहिँ बाटोमा नै छ अनि मैले चाहिँ यहाँनिर यस्तो हिरोइन भाइबमा भिडियो बनाएँ होइन कस्तो राम्रो आएको थियो यो भिडियो चाहिँ मेरो फेभरेट हो अनि भ्यू राम्रो कि म राम्रो भन्न मिलेन अभियसली भ्यू राम्रो कुच्चाको थोराले त्यस्तो भन्ने हिम्मत मेरो तर यस्तो यो बियरको सिसीहरू यहाँ चाहिँ यस्तो राख्नु नहुने हो क्या आइसकेको छ मैलुङ झरना देख्न सक्नुहुन्छ स्याटरडेको भिड अहिले त केही न अझ कति धेरै छ मान्छेहरू चाहिँ तर माथि चाहिँ खासै छैन अनि पानीको फ्लो पनि त्यस्तो धेरै चाहिँ छैन होइन म चाहिँ पागल जस्तो त्यहाँ माथि आएर बसेँ एक्लै एकछिन चिलमा आनन्दले बस्ने हो त्यसपछि जाने हाम्रो दाइहरूको फोटोसुट हुँदैछ यहाँनिर यस्तो मजाले नङ्गा पुङ्गा छन् केटाहरू देखाउनु हुँदैन मजा आयो हल्का राम्रो हुँदैन म यो यस्तो ल्याउको बाटो माथि चाहिँ कसरी आएको थाहा छैन आउनु चाहिँ आयो जानु चाहिँ थाहा छैन होइन त्यहाँबाट बाटो खैस्यायो गाईहरू कस्तो रमाइलो गरेका मलाई पनि टाइप हेर्न मन लाग्यो मलाई यहाँ बियरको सिसी देख्दा चाहिँ यस्तो नराम्रो फिल भएको थियो नि होइन नेपालीजहरू चाहिँ अब इन्डियनलाई सिभिक सेन्स छैन नेपाललाई फोहोर गरे ह्यान गऱ्यो त्यान गऱ्यो भन्छन् तर इन्डियनहरू नजाने ठाउँमा पनि नेपालीहरूले यति धेरै फोहोर बनाएर राखेको छ नि यस्तो वाटरफल यस्तो राम्रो ठाउँमा होइन यस्तो गर्नु चाहिँ मलाई एकदम नराम्रो फिल भएको थियो कि आफूले लगेको त्यति होइन जस्तो लग्यो त्यस्तो फिर्ता लिएर आउन सकिन्छ क्या त्यो बोतलहरू चाहिँ नट अ बिग डिल अब नेचर लभर होइन यस्तो राम्रो ठाउँमा आएर यस्तो बक्सुटी गर्न चाहिँ ठिक होइन कि हाम्रो ग्रुपबाट चाहिँ म मात्रै माथि गएको थिएँ अनि यो भिडियो चाहिँ मैले एकजना ऱ्यान्डम सिस्टरलाई बनाइदिनु भनेको थिएँ सो यस्तो छ भिडियो एक्सपेक्टेसन जस्तो चाहिँ छैन बट इट वर्क्स होइन This is the view from Gangaje Park, Nuwakot. हामी चाहिँ यहाँ सबै जाने बाटो त यही हो होइन कतापट्टि थाहा छैन जो छ अब हाम्रो चाहिँ खाना रेडी हुँदैछ अरे त्यही भएर हामी चाहिँ एकछिन बादमा घुम्दिउँ न त भनेर यो
गङ्गटी पार्कमा स्वागत छ वेलकम टु माई भ्लग गाइज बनाउँछु म थोरै ट्राई गरिरहेको छु दाइले भन्छ मान्नु पर्यो चले यसो डे आउट नजिकै छ काठमाडौँमा त्यस्तो टाढा नि होइन यहाँ है नुवाकोट दरबार गयो यता पनि घुम्यो अलि मजाले गएको छ नुवाकोटको गङ्गटी पार्कमा छैन सो खतरा रहेछ त यार पार्क जिम सिम सबै यसो मर्निङ आउट इभिनिङ आउट दामी हुँदो रहेछ फ्लाइङहरू हजुरहरू चाहिँ काठमाडौँबाट चाहिँ यसो नुवाकोट साइड आउटिङको लागि जानुभयो भने चाहिँ अर्ली मर्निङमा निस्केर चाहिँ एक दुईवटा वाटरफल नुवाकोट दरबार अनि यो गङ्गटी पार्क चाहिँ त्यही एरिया बाटोमा पर्छ त्यता गएर खाना खाएर फुल डे चाहिँ जे होस् मजाले घुम्न पुग्ने चाहिँ ठाउँ रहेछ नुवाकोटमा होइन यो पार्क हामीले चाहिँ यति बेलासम्म लन्च पनि गरेको थिएन बेलुकाको 5 बज्न लागिसकेको थियो लगभग अनि अब यहाँबाट चाहिँ हामी खाना खाने ठाउँमा गएर खाना खाएर चाहिँ फेरि कस्तो आनन्द राम्रो यति बेलासम्म चाहिँ भोकले हालत खराब भइसकेको थियो फेसबाट मेरो चमक उत्रिसकेको थियो अनि फेरि हामी चाहिँ अब खाना गयौँ यहाँबाट यसपछिको राइडपछि हामी पुग्यौँ हाम्रो खाना खाने डेस्टिनेसनमा बिहानदेखिको भोको पेट अनि ननस्टप राइड त यहीँमा थिएन खाना यस्तो मिठो भएको थियो नि लिखु रिजोर्टमा चाहिँ होइन खाना भनेको अर्थक जे खायो भने होइन भातको उसै अरू केहीले नि मेटाउँदैन होइन म चाहिँ 1 नम्बरको भात खाना खाइसकेपछि चाहिँ हामी थोरै रेस्ट लिइरहेको थियौँ एज अ नेपाली होइन खाना खाइसकेपछिको पावर न्याप चाहिँ नेसेसरी हुन्थ्यो तर अब बाहिर हिँडेको बेलामा त नेसेसरी हुँदैन सो यत्तिकै बालिएर अनि अब निस्किने बेला भइसकेको थियो हामी चाहिँ यहाँबाट गफ नसके पनि हाम्रो राइड चाहिँ सकिसकेको थियो किनकि हामी नुवाकोट हाइटमा आइसकेको थियौँ अब यहाँबाट काठमाडौँ धेरै टाढा थिएन अनि यहाँको भ्यू चाहिँ यस्तो बवाल थियो नि होइन कति धेरै मान्छेहरू चाहिँ यहाँ भ्यू हेर्नलाई भनेर जानु भइरहेको थियो अनि यो दिन चाहिँ कम्प्लिटली पानी परेको भएर चाहिँ हिमाल पनि देखिरहेको थियो कि यस्तो मजाले मेरो क्यामेराले चाहिँ त्यस्तो फोकस गर्न सकेन तर यस्तो खतरा आँखाले फोकस घाट गोर्जे धारा यहाँभन्दा मुनि पनि यो बाटो जाने कस्तो खतरा झर्ना छ होइन म 2 वर्ष अगाडि गएको थिएँ त्यहाँ हामी तारले डिस्टर्ब गरेँ कि अघि त हिमालै देखिरहेको थियो हाम्रो राइड चाहिँ अलमोस्ट सकिन लागिसकेको थियो अनि दाइले म तिम्रो एउटा राइड सर्ट लेखिदिन्छु भन्नुभएको थियो तर मेरो बाइक र मेरो ड्रेसिङ सेन्स नमिलेको हो कि या प्रपर राइडिङ गियर्स नभएर हो मलाई खासै सुहाएको जस्तो लाग्दैन होइन अब सुहाएन भन्दैमा बाइक नचलाउने चाहिँ भएन सो गाइज थ्याङ्क यू फर वाचिङ डु सब्सक्राइब माई च्यानल होइन से मन में आया है धीरे धीरे तू मेरी लफ्ज़ में